हावाको लहरसँगै उडिरहन मन भयो तिम्रो त्यो बासना मनमै चल्यो रे हावाको लहरसँगै उडिरहन मन भयो तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि चमचम चमचम नाच्यो रे हो पर्वत सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर मनै रमायो रे पर्वत सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर मनै रमायो रे तिम्रो त्यो हेराइमा लट्ठम भएर यो बेरङ्गी जिन्दगीमा इन्द्रेणी बनी आयो रे हो तिमी आयो धरती रङ गायो रे दसमा उडेसै लाम्न थाल्यो तिम्रै कल्पनामा उलेसै लाग्यो नि तिम्रै संसारमा मेरा सारा खुसी गरे तिम्रै निम्ति अब हावाको लहरसँगै उडिरहन मन भयो नि तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि चमचम नाच्यो रे तिम्रो गाडी आएर जुन्न फेरि किन्न नाच्यो रे अब कतौला जिन्दगी हो तिम्रो हातमा कसरी निकाल्छन् तिमी त्यही झ्यालमा छोड्नु नि मेरो हात दुख्यो अब तिमी निकाल अहिले यता हेरेर लास्टमा उता बाइक हेर्नु अगाडि बाइक हेर्नु
यहाँ बाइकहरू एकदम एक्सपेन्सिभ मात्र हुन्छ यो नर्मल यो त डेलिभरीवाला हो एकदम उहरूले रिस्केमा बाहिरतिर भनेको गाडी चल्छ क्या हाम्रो नेपाल र इन्डियामा मात्र कि बाइक चल्छ यहाँ बाइक चलाउने भनेको 2-4 करोड माथिको मान्छे चलाउँछ शेख खलीफा अहिले आएको टायर्ड भएको कुरा होइन अहिले आएर जुन त्यो ट्रान्जिटको जुन त्यो फोडा छ नि यो यसको पुरा ऊ आइरहेको हुन्छ यार ऊ दिइरहेको हुन्छ के यो घर चाहिँ छक्कै छ क्या I love it. क्युटवाला छ यो सानो पगला हो पगलै भन्दैन क्युटवाला स्पेनिस आइसु त्यहाँ एलसी हो खोइ उयो अगाडि उसी अगाडि त्यही हो भन्नाले हामी हाम्रो काम गर्ने सुपर मार्केट होला है त्यो भित्र नि खोइ जुन चाहिँ हेर्दा हाम्रोमा बिग मार्ट हुन्छ नि जस्तो त्यो सानोमा खल्ला रोगरा ठुलो राख्छ त्यस्तो जस्तो लाग्यो यसको नि त्यसले गर्दा नि त्यही त हो नि सुपर मार्केटै होला कि सुपर मार्केट त त्यसको नि सब हुन्छ त्यो पाटो